ल आज हामीले हजुरहरूको लागि चाहिँ यो स्कर्पियो क्लासिकमा चाहिँ के गरेका छौँ भनेर सबै सर देखाएँ एक्चुअली अब यो चिजहरूमा चाहिँ हजुरलाई के मनपर्छ त्यो चिजहरूले हजुरहरूले हाल्न सक्नुहुन्छ सबभन्दा सुरुमा देखाएँ मैले हामीले यो रिमोटबाट है त यो रिमोट चाहिँ हामीले सुरुमा स्टार्ट गर्नु पऱ्यो अनबाट है हामी स्टार्ट गरौँ देख्नुहुन्छ हजुरले अन गर्दाखेरि चाहिँ यो फग लाइटमा डिआरएल सबभन्दा सुरुमा हालेको चिज त्यसपछि आउँछ 360 यो अगाडि पछाडि चारवटा तपाईँको देख्न सक्नुहुन्छ यसमा 360 यसरी एकचोटि हामीले यो यहाँ यसरी छिराइसकेपछि यसको मेन चिज भनेको चाहिँ हजुरलाई यो 360 क्यामेरा सोनी लेक्समा 360 क्यामेरा देख्न सक्नुहुन्छ हजुरहरूले चट्ट लाएर यो अब अगाडि पछाडि कता हाल्ने हो के गर्ने हो यसरी अगाडिको पछाडिको सबै आयो यसरी लाउडमा भयो यसरी यो एन्ड्रोइड सिस्टम पनि भयो मेन कुरा चाहिँ यो चाहिँ एप्पल कारप्ले र पनि भयो त्यसपछि अर्को देख्न सक्नुहुन्छ हजुरहरूले मोबाइलको बत्ती बाल्दै भयो एकचोटि यसमा देख्न सक्नुहुन्छ हजुरहरूले यो सिट कभर सँगसँगै यो आर्मरेस्ट हजुरहरूले देख्न सक्नुहुन्छ आर्मरेस्ट यो आर्मरेस्ट चट्ट लाएर यसमा सर्लक्क मिलेको हुन्छ सिट कभर बकेट भयो यसरी चट्ट लाएर मिलेको हुन्छ अर्को देख्न सक्नुहुन्छ हजुरहरूले यसमा यो म्याट यसरी स्कर्पियोकै भनेर आउँछ यो म्याट यो फ्लोरिङ देख्न सक्नुहुन्छ हजुरहरूले म्याट पनि भयो नि चट्ट लाएर यो चाहिँ यसैको जो गाडीको जो त्यो स्टिकर पनि हालेको छौँ हामीले डोर भाइजर हालेका छौँ यसमा यस्तै गरेर एउटा मेन चिज तपाईँको गाडीको लागि चाहिने एकदमै यो गार्ड देख्न सक्नुहुन्छ हजुरहरूले ब्याक गार्ड चाहिँ एकदम प्रपरमा यो चट्ट लाएर तपाईँले जुनसुकै गाडीमा हाल्न सक्नुहुन्छ र अर्को एउटा यसको चाहिँ के छ भने यो चाहिँ लोगोवाला व्हिल कभर लोगोवाला व्हिल कभर देख्न सक्नुहुन्छ हजुरहरूले यसमा सिट कभरहरू हजुरलाई हामीले अर्को पनि राखेर देखाएँ यसमा चाहिँ सिम्पल तरिकाले क्रोमहरू राख्ने भन्नुभएको हिसाबले चाहिँ हामीले क्रोमहरू पनि राखेनौँ यसरी यो पछाडिको जिकी म्याटहरू अनि यो फ्लोरिङहरू यसरी फ्लोरिङहरू चट्ट लाएर यो चिजहरू चाहियो भने हजुरहरूले बालकुमारी कासिम लगाउनु पऱ्यो यो क्लासिक सँगसँगै यो स्कर्पियो जस्तै अरू कुनै पनि गाडीमा एसेसरिजहरू चाहिँ हजुर हाल्न इच्छा छ भने हजुर आइदिनु होला पालिदिनु होला बालकुमारी कासिम एकदम सुपथ मूल्य पाउन सक्नुहुन्छ हजुरले धन्यवाद।